तपाईहरु सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। म सुरेन सुनवार एनसीयूकेबाट। आजको समय चुनौतीपूर्ण छ, अशिक्षित, अनिश्चित अनि मानिसको बीचमा विश्वासहरू घट्दै गएको छ, सम्बन्धहरू टुट्दै गइरहेको छ अनि एकले अर्कामा माया प्रेमको कम हुँदै गएको छ र जोखिमपूर्ण पो छ कि जिन्दगी भन्ने यो किसिमले धेरै मानिसहरू अगाडि बढ्दै गएको हामी देख्छौँ र त्यो भित्र हामी पनि पर्छौँ। यस्तो अवस्थामा हामीलाई आशा दिने, भरोसा दिने सिर्फ प्रभु येशू ख्रीष्ट मात्र हुन्छ। जसरी मत्ती 28:19 मा भनेअनुसार जाऊ संसारभरि अनि हरेकलाई सुसमाचार सुनाऊ, जसरी महान आज्ञा दिनुभएको छ र त्यही आज्ञालाई फलो गरेर एनसीसीसी का भाइहरूले 7 समुद्र अथवा 15 समुद्र देश नेपालबाट यो देशमा आएर परमेश्वरको काम गर्ने जुन निर्णय गर्नुभएको छ र उहाँले यो देशमा आएर एउटा यस्तो टिम खडा गर्नुभएको छ जुन टिम वक बाई फेथ भनेर नामाकरण दिनुभएको छ र यो टिममा रहेर उहाँले धेरै ठुलो काम मैले गरेको देखेको छु। स्ट्रिटमा, सहरमा, सपिङ मलमा र त्यस्तै धेरै सहयोगका कुराहरू, यही कुरामा रहेर म उहाँहरूलाई आज हाम्रो एनसीसीयूके को स्टुडियोमा म निम्ताएको छु। बाहिर यही कुरामा छोटो कुराकानी गर्नेछु। उहाँको आफ्ना भिजनको कुरा छन्, यो सुरुवातका कुरा छन्, सरसल्लाहका कुरा छन्। यही समय रहेर म उहाँसँग सल्लाह सुझाव अनि आउँदो दिनमा गर्नुपर्ने कुराहरूको विषयमा कुराकानी गर्नेछु। आउनुहोस् मसँग बसेर तपाईहरुले पनि सहायता गर्नुहोला र म भाइहरूलाई हाम्रो स्टुडियोमा म वेलकम गर्न चाहन्छु। आउनुहोस्। तपाईहरु त निकै बिजी हुनुहुन्छ होला है? निकै म देख्छु, तपाईहरुको फेसबुकतिर हेर्छु अनि निकै स्ट्रिटतिर, रोडतिर, बजारतिर अनि परमेश्वरको वचनहरू निकै प्रचारदै गएको देख्छु, निकै बिजी देख्छु। बिजी नहुनुहुन्छ होला? हजुर, बिजी भनेर अलिकति समय चाहिँ निकाल्नु पर्ने हुन्छ, तर मिलिरहेको छ। हजुर, यो तपाईले वक बाई फेथ भन्ने एउटा टिम खडा गर्नुभएको छ। कति विश्वासी अथवा कति मानिसलाई थाहा नहुन सक्छ, यो वक बाई फेथको वास्तविकता कसरी तपाईले सुरुवात गर्नुभयो? यसको रिजन पनि होला, आफ्नो भिजन पनि छ होला, छोटो बताइदिनु हाम्रो दर्शकले अझ जान्नुभयो भने अझ अगाडि बुझ्नलाई सजिलो पर्ने केही बताइदिनुहुन्छ कि? हुन्छ, सर्वप्रथम तपाईँलाई धन्यवाद छ। हजुर, अनि सबै हुनुहुने उहाँहरूलाई पनि धेरै हाम्रो तर्फ वक बाई फेथबाट जय मसीह। अनि यो एकदम महत्त्वपूर्ण पनि छ यसको यो प्रश्न तपाईँले एकदम सोध्नुभएको लागि धेरै धेरै धन्यवाद छ। अनि यो वक बाई फेथको अर्थ चाहिँ एउटा विश्वासको हिँडाइ। हजुर, अनि यसको उद्देश्य, यसको मिसन बारेमा हामीले वक बाई फेथका टिमहरू जतिजना पनि छौँ सबैजना मिलेर चाहिँ यसको स्टेटमेन्ट चाहिँ हामीले अफिसियल स्टेटमेन्ट पनि बनाएको थियो र म तपाईँलाई चाहिँ पढेर सुनाउने छु। हजुर, हाम्रो उद्देश्य र मिसन चाहिँ वक बाई फेथको सुरुवात चाहिँ 29 जुन 2025 मा भएको थियो। हजुर, अनि 25 जुन 2000, हजुर 29 जुन 2025 मा स्टार्ट भएको थियो। अनि त्रिएक परमेश्वरको वचन साथै नेपाली क्रिस्चियन चर्च अल्डरसट एनसीसीको अधीनमा रही मण्डलीको हरेक सेवाकाइमा सहायता पुर्याउनुको साथसाथै विश्वासद्वारा हिँड्नु उद्देश्यको साथ शारीरिक र आत्मिक साथ स्वस्थ जीवनको उद्देश्य साथै दाजुभाइ बीचमा आत्मिक प्रेम, एकता र मित्रताको सम्बन्धमा रही विभिन्न सामाजिक काममा अनि अग्रसर रही मण्डलीको सल्लाह र सहयोगको साथ भिजनमा मात्र सीमित नभई मिसनको रूपमा चाहिँ सक्रिय तरिकाले अगाडि बढ्दै येशू ख्रीष्टको ज्योति संसारमा चाहिँ मानिसहरूको बीचमा उदाहरणीय गवाही र साक्षी बन्नु। अनि याकुब 2 को 17 पनि यो भन्दछ, यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने विश्वास मृत हो है। अनि यसकारण 2 कोरिन्थी 5 को 7 ले पनि भन्दछ कि किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। यस जीवित वचन अनुसार वक बाई फेथ परमेश्वरको इच्छा अनुसार गठन भएको हामी विश्वास गर्दछौँ। यसको उद्देश्य यही नै हो। एकदम राम्रो, झन् एउटा कन्स्टिट्युसन जस्तै एउटा उसले बनाएर हिँड्नुभएको छ। एकदम राम्रो, परमेश्वरलाई धेरै धेरै धन्यवाद। साँच्चै तपाईँको एउटा लगानी, एउटा परमेश्वरको वचनमा आधारित भएर अगाडि बढेको कुराहरू हामी देख्छौँ र यसको प्रेरणा
फर्स्ट पहिलो प्रेरणा त हामीले थाहा भयो एउटा एनसिसिए अल्डरसटको चर्चबाट भयो भन्ने कुरा, त्योभन्दा बढी प्रेरणाको कुरा पनि हुन्छ तपाईँलाई आफ्नो अब भित्रै कतै मेरो परमेश्वरको यसरी काम गर्छु अथवा कसैले गर भन्ने त्यस्तो किसिमको केही थियो कि तपाईँलाई कसरी प्रेरणाभित्रबाट जाग्यो यस्तो किसिमको जाउँ काम गरौँ भन्ने कुराहरू? धन्यवाद तपाईँको प्रश्नको निम्ति। वक बाई फेथ पवित्र आत्माको प्रेरणाद्वारा हजुर स्थापित भएको सेवाकाई भनिकन हामी विश्वास गर्दछौँ। अनि परमेश्वरले यो सेवाकाई मण्डलीमा दिँदै गर्नुहुँदा केही सायद 1-2 हप्ता अगाडि पवित्र आत्माले हामीलाई केही कुरा रिभिल गर्दै हुनुहुन्थ्यो कि दाजुभाइहरू आत्मिक एकता साथसाथै परमेश्वरको भातृ प्रेम र एक किसिमको मित्रताको सम्बन्धमा रहिकन हजुर परमेश्वरको प्रेम सारा जगतको अन्तसम्म जुन प्रेम परमेश्वरले हामीलाई गर्नुभएको थियो अनि त्यो प्रेमलाई मानिसहरूको बिचमा पुर्याउने जुन परमेश्वरले हामीलाई एउटा दर्शन दिनुभएको थियो। हजुर यसकारण हामी यो सम्पूर्ण सेवाकाईको स्रोत प्रेरणा परमेश्वरलाई दिन्छौँ। अनि आजको दिनसम्म आइपुग्दै गर्दाखेरि हाम्रो एनसिसिए मण्डलीका सम्पूर्ण अगुवाजन लगायत सम्पूर्ण विश्वासीहरूको प्रार्थना सर सपोर्टद्वारा आजको दिन हामी यहाँसम्म आइपुगेका छौँ। हुन्छ, धन्यवाद। भनेपछि जो सल्लाह सुझावको कुरा राम्रै थियो त्यहाँनिर सुरुमा। अब यो सुरुवात गर्ने कुराहरू भयो, उहाँले भन्दै हुनुहुन्थ्यो सुरुवात गर्ने कुराहरू त्यति सजिलो छैन। अल्डरसटको चर्चबाट ल केटाहरू जाऊ सुसमाचार निक्ल भन्ने बित्तिकै निक्लिनु भन होला, तपाईँको सोचाइ पनि भयो होला सुरुको अवस्था कस्तो थियो होला के अब होइन ठिकै छ भन्ने बित्तिकै तपाईँ झुर्रै जानुभएको थियो र थिएन होला नि। साथीसँग कम्युनिकेसन गर्नु पऱ्यो, ल जाउँ जोना जाउँ जोन जाउँ होइन फिलिप जाउँ यस्तो कुरा पनि भयो होला। त्यो अवस्थामा के सबै साथीहरू ह्याप्पी थिए कि कसरी तपाईँले स्ट्रगलिङ गर्नुभयो त सुरुको समयमा? अहिले कतिजना हुन्छ 20-22 जना हुनुहुन्छ र त्यो बेला त 2-3 जनाबाट सुरु गर्नुभयो होला कि कस्ता अप्ठ्यारोको बावजुद तपाईँले पार गरेर यो ठाउँमा आउनुभयो अहिले? हजुर यसको चाहिँ तपाईँको जस्तै अब हामी मण्डली जान्छौँ होइन, हजुर मण्डलीमा चाहिँ अब भेटघाट हुन्छ एकछिन सेवा हुन्जेल होइन, त्यो हुँदाहुँदै पनि अनि मण्डली हाम्रो एनसिसिएको दाजुभाइहरू हाम्रो 5 जना दाजुभाइहरूले चाहिँ होइन हामी एउटा जिउको लागि कसरत पनि हुन्छ होइन, हामी किन हामी हिँड्दै जाउँ होइन, माथि डाँडामा जाउँ, डाँडासम्म वक पनि गरौँ, त्यसपछि हामी प्रार्थना गरौँ भन्नेबाट सुरु भएको हो। सुरुमा चाहिँ अब त्यही दाजुभाइहरू भेला हौँ र जाउँ न यसो वकिङ शरीरको लागि पनि राम्रो हुन्छ भन्ने हिसाबले जाँदाखेरि चाहिँ त्यहीँबाट सुरु भएको हो। अनि जस्तै यो सुरु भएको चाहिँ करिब झन्डै 9 महिना जस्तो भयो। 9 महिना जस्तो भयो। तपाईँ 9 महिना जस्तो सुरु भयो। सुरुमा कहिले कतिजना जति हुनुहुन्थ्यो र अहिले आएर कतिजना हुनुहुन्छ? हजुर सुरुमा चाहिँ त्यही 5 जनाबाटै सुरु भएको। 5 जना सुरु, अहिले चाहिँ तपाईँको 20 जना। हालेलुया। अझै तपाईँले अगाडि बढ्दै पनि होला, अझै थपिँदै पनि होला। एकदम थपिँदै जान्छ। हजुर धन्यवाद परमेश्वरलाई। अनि यो अघि नै जोन भाइले भन्नुभयो सञ्चालनको अवधि झन्डै 9 महिना भयो भनेर। यो सञ्चालनभरिमा के आशिषका कुराहरू भए अनि विभिन्न किसिमका यी अनुभवका कुराहरू भए अहिलेसम्म आउँदा कसरी तपाईँले लिनुभएको छ यसलाई के भनिदिनुहुन्छ कि? हजुरले प्रश्नको लागि धेरै धन्यवाद छ। हजुर यसको अनुभव चाहिँ एकदम हामी आशिषित भएका छौँ। हजुर सबैजना वक बाई फेथ टिमका सबैजना दाजुभाइहरू। अनि यसको अझै हामीले आउने दिनहरूमा अझै यसको अनुभवहरू परमेश्वरले हामीलाई भिजनद्वारा चाहिँ हामीले दिँदै हुनुहुन्छ। हजुर यसको अनुभव चाहिँ हामीले धेरै आशिषित महसुस गरेका छौँ। धन्यवाद जोना भान्जा। तपाईँले अब मैले भनिरहेको छु अब 7 समुद्र पारी भन्ने कुरा गर्छौँ, तर नेपालबाट हामी 7 समुद्र होइन झन्डै 70 समुद्र वारी आएर परमेश्वर काम गर्ने हामीले योजना बनाएका छौँ तपाईँहरूले। अनि तपाईँको यो भाषा यो देश त अब इङ्ग्लिस भाषा पनि हो। अब तपाईँले आफ्नो नेपाली भाषीलाई मात्रै तपाईँले टार्गेट गर्नुभएको छ कि इङ्ग्लिस जातिलाई पनि तपाईँले यसरी हेर्दै हुनुहुन्छ यो यात्राको क्रममा सुसमाचारको क्रममा? यो प्रश्न सागर भाइले केही भन्नुहुन्छ कि? विशेष गरी अहिले चाहिँ हामी नेपाली भाषी त्यसमाथि विश्वासीहरू एकदम बिचमा मात्र हामी
गर्ने सेवाकाई प्रभुले दिनुभएको हो। किनभने यो सेवाकाईको थिम नै वाक बाई फेथ। हजुर अन्य जाति हाम्रो अन्य मित्रहरूसँग हामी इन्भल्भ हुँदा चाहिँ कतिचोटि गाह्रो पर्न सक्छ हामीलाई। त्यो भएको कारणले अहिले चाहिँ नितान्त मण्डलीका दाजुभाइहरूको बिचमा हामी एकअर्कालाई इन्करेज हौसला दिँदै यो सेवाकाई हामी गर्दैछौँ। धन्यवाद। तपाईँले भन्नुभयो यो जुन विश्वासीको बिचमा मात्रै भन्नुभयो, अलिकति कस्तो भयो भने मलाई तपाईँको नामहरू चाहिँ छ वाक बाई फेथ, विश्वासमा हिँड्नु। विश्वासमा हिँडेपछि त सबै अब सबैलाई विश्वासमा सुसमाचार बाँड्दै हिँड्दा कस्तो होला? तपाईँले विश्वासीलाई मात्रै टार्गेट नगरेर त्यहाँ अब जस्ट उदाहरणको लागि म अल्ट्रासाउन्डको बजारमा हिँड्नुभयो, त्यहाँनिर अब विश्वासीले मात्रै खोज्ने कुरा त भएन। त्यहाँ त्यो अवस्थामा कसरी तपाईँले यसको काम गर्नुहुन्छ तपाईँको वाक बाई फेथले? तपाईँको प्रश्नको निम्ति धन्यवाद। अझ मैले यसलाई क्ल्यारिफाई गर्न पाएँ। विशेष गरिकन सेवाकाई चाहिँ हाम्रो अन्य जातिको निम्ति नै हो। हजुर। जस्तै हामी सुसमाचारको सेवाकाईहरू गर्छौँ विभिन्न ठाउँमा गइकन। विशेष गरिकन सुरुमा त हामी परमेश्वरको विश्वासको घरानाको बिचमा हामी फर्स्ट प्रायोरिटी छ। हजुर। त्यसपछि हाम्रो अन्य मित्र अन्य जातिहरूसँग पनि जसले कहिले पनि परमेश्वरको कुराहरू सुन्नु भएको छैन, हजुर हजुर, अनि उहाँहरूको बिचमा परमेश्वरको प्रेमलाई हामी त्यो ठाउँमा एज अ गिफ्टको रूपमा हामी त्यो ठाउँमा पुर्याउने कोसिस गर्छौँ, ताकि अन्य जातिहरूले पनि परमेश्वरलाई पछ्याउने मान्छेहरूको प्रेम चाहिँ यस्तो हुँदो रहेछ है भन्ने एक किसिमले उहाँहरूले नै बुझ्न सकोस्, थाहा पाउन सकोस् भन्ने हेतुले हामी विभिन्न ठाउँमा अन्य जातिहरूको बिचमा पनि हामी यो सेवाकाई गरिरहेका छौँ। एकदम राम्रो, धन्यवाद। उहाँलाई धेरै धेरै धन्यवाद साँच्चै। अनि यो तपाईँले यो वाक बाई फेथको आफ्नो सञ्चालन क्षेत्र जसरी तपाईँले अब अहिले अल्ट्रासाउन्डमा सुरु गर्नुभएको छ, त्यहाँ मैले हाम्रो महाआज्ञामा हेर्ने हो भने मत्ती 28को 20देखि हेर्ने हो भने त्यहाँ 16देखि हेर्ने हो भने निकै ठुलो ठुलो महाआज्ञा छ। यो तपाईँको डेस्टिनेसन क्षेत्रफल कसरी तपाईँले छुट्याउनु भएको छ? जुन तपाईँको टार्गेट अल्ट्रासाउन्डमा मात्रै हो कि होइन, अलिकति बाहिर निक्ल्यौँ अथवा वेस्टतिर जाउँ अथवा लन्डन जाउँ, के छ तपाईँको योजना भविष्यमा? हजुर, हाम्रो योजना चाहिँ अहिले चाहिँ हामी चाहिँ अल्ट्रासाउन्डमै गरिरहेको छौँ। तर हाम्रो चाहना चाहिँ होइन, परमेश्वरसँग प्रार्थना चाहिँ हामी जस्तो यो अल्ट्रासाउन्डको क्षेत्रमा बसेर यसरी गरिरहेका छौँ जुन हाम्रो वर्क बाई फेथ टिमबाट होइन, त्यसरी नै अरू मण्डलीहरू हाम्रो युकेमा विभिन्न मण्डलीहरूमा पनि उहाँहरूले पनि यस्तै तरिकाले होइन एउटा वर्क बाई फेथ टिमको नाम नभए पनि उहाँहरूले आफ्नै तरिकाले पनि हामीले जस्तो गरिरहेको छौँ यो शुभ कामलाई उहाँहरूले पनि गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने हामीलाई छ। अनि हाम्रो प्रार्थना पनि त्यही छ। मैले एउटा कुरा सोध्न चाहेँ तपाईँलाई, यो अब वाक बाई फेथ यो विश्वासमा हिँड्दा धेरै कुरा हामीले स्ट्रगलिङ गर्नुपर्ने हुन्छ, धेरै कुरा खुड्किलो चढ्नु पर्ने पनि हुन्छ, अब ल तर झर्नु पर्ने पनि हुन्छ। अब ल तपाईँहरू अहिले 20 जना हुनुहुन्छ होइन, अल्ट्रासाउन्ड एनसिसिएको वाक बाई फेथसँग हामी पनि मिलेर जान्छौँ भनेर कोही एउटा इङ्ग्लिस भाषी व्यक्ति आयो भने तपाईँले के उहाँलाई एड गर्नुहुन्छ? के छ तपाईँको योजना? तपाईँको टिममा यस्तो किसिमको केही प्लानिङहरू छ कि अहिले त्यो छोड्नु भएको छ यस्तोहरू? हामीले तत्काल अहिले त हामीले मण्डलीभन्दा बाहिरकोले अलिकति हामीले धेरै प्रार्थनासहित हामीले त्यो कुरालाई विचार गर्नुपर्ने हुनसक्छ। एकदम राम्रो, किनभने प्रभुका छोराछोरी भन्दैमा सबै कुराको सबैको विचार सबैको कतिचोटि मण्डलीहरू चाहिँ डिनोमिनेसनको कुराहरूले गर्दाखेरि उहाँहरूको विश्वासको हिँडाइ हाम्रो मण्डलीको विश्वासको हिँडाइ उहाँहरूको मण्डलीमा उहाँहरूले सुनिरहेको पाइरहेको शिक्षा हाम्रो मण्डलीमा हामीले पाइरहेको शिक्षा अन्तर हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि अहिलेलाई चाहिँ हामी एनसिसिए मण्डली, यस कारणले हाम्रो फेथ हाम्रो स्टेटमेन्टमै छ एनसिसिए मण्डलीको अधीनमा रहिकन यदि हामीले अरू मण्डलीको विश्वासीलाई अथवा अन्य गोराहरूलाई हामीले इन्क्लुड गऱ्यौँ भने उनीहरू फेरि यो मण्डलीको अधीनमा आउन अलिकति गाह्रो हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ परमेश्वरको राज्यको काम गर्नको निम्ति परमेश्वरले आजको दिनसम्म जति पनि दाजुभाइहरू एउटा युनाइटेड बनाइकन ल्याउनु भएको छ, यति नै काफी छ वास्तवमा। हालेलुया, धन्यवाद तपाईँलाई। अब उपलब्धि अनि भविष्यको कुरा पनि हुन्छ। अहिले तपाईँले भनेअनुसार तपाईँको वाक बाई फेथ 9 महिनाको यात्रामा हिँड्दै हुनुहुन्छ। अब अहिलेसम्म तपाईँले के महत्त्वपूर्ण कामहरू गर्नुभएको छ त? कस्तो कस्तो हामीले काम गऱ्यौँ भन्ने तपाईँहरूलाई अनुभव छ? अनि जस्तै भविष्यमा पनि अझै पनि धेरै काम गर्नु नै छ अझै बाँकी,
छोटो केही बताइदिनुहुन्छ तपाईँले? हजुर, एकदम धेरै धन्यवाद छ। हामीले यो वाक बाई फेथले अनि जुन परमेश्वरको अनुग्रहमा धेरै ठाउँमा काम गर्ने मौकाहरू पायौँ। अनि जुन अहिले हामीले आफ्नो बसेको लोकल एरियामा ठाउँमा चाहिँ टाउन सरसफाइको कार्यक्रमहरू एभ्री मन्थमा हाम्रो एन्ड अफ मन्थमा चाहिँ टाउन सरसफाइ एभ्री मन्थ गर्नुहुन्छ है? हजुर, एभ्री मन्थमा एकचोटि हुनेछ। हजुर, त्यसमा चाहिँ हामीले सरसफाइ गर्दछौँ अनि मान्छेहरूकोबाट फिडब्याक धेरै राम्रो आएको छ। हजुर। साथसाथै अनि हामी जतिजना पनि नेपालमा दाजुभाइहरू छुट्टी जानुहुन्छ, हजुर, त्यो बेलामा पनि अस्ति गएको छौँ, मेरो दाइ पनि जानुभयो, म पनि गएको थिएँ। त्यो ठाउँमा चाहिँ हामीले नेपालमा पनि विभिन्न ठाउँमा अनि जुन अपाङ्ग बालबालिकाहरू, ज्येष्ठ नागरिकदेखि लिएर अनि विभिन्न ठाउँहरूमा चाहिँ जहाँ चाहिँ अभाव छ, समस्या छ, त्यहाँ गर्ने मौकाहरू हामीले मौका पाएको छौँ र एकदम खुसी लागेको छ। अनि साथसाथै हामीले आउनेवाला जुन योजनाहरू पनि गर्दैछौँ अनि त्यो योजनाहरू चाहिँ जस्तै हामीले आफ्नो आउने दिनहरूमा धेरै ठाउँहरूमा जाने नेसनल अनि इन्टरनेसनल ठाउँहरूमा अनि जसरी परमेश्वरको योजना हाम्रो लागि राख्नुभएको छ, जसरी एरिमिया 29:11ले भन्दछ अनि मैले जुन योजना तिमीहरूको लागि बनाएको छु त्यो योजना चाहिँ आशा र भविष्य दिनलाई हो। साँच्चै त्यो योजना चाहिँ अनि हाम्रो लागि वाक बाई फेथको लागि परमेश्वर दिएको भिजन चाहिँ अनि त्यो योजनाहरू चाहिँ पुरा हुँदैछ। अनि साथसाथै अनि आउने दिनहरूमा चाहिँ यो भिजन, यो योजना उद्देश्य चाहिँ आउने जेनेरेसन जुन नेक्स्ट जेनेरेसन छ उहाँहरूलाई पनि साथसाथै एकदम राम्रो, एकदम राम्रो। मैले देखिरहेको थिएँ आज तपाईँले फन्ड राइजिङ कामहरू पनि गर्नुभएको छ अनि यो फन्ड उठाएर त्यसैमा लगानी गर्नुहुन्छ? हजुर, यो चाहिँ परमेश्वरको राज्य विस्तारको लागि अनि विभिन्न ठाउँहरूमा, विभिन्न देशहरूमा, इन्डिया, नेपाल जहाँ अभाव छ अनि परमेश्वरको राज्य विस्तारको लागि। अहिलेसम्म तपाईँलाई यो जुन वाक बाई फेथको टिमहरूलाई हामीलाई केही फन्ड दिनुहोस् भनेर केही कतैबाट मागहरू आएको छ? हामीलाई यस्तो मद्दत चाहियो, केही सल्लाह चाहियो, फाइनेन्सको कमी भयो भनेर कतै केही तपाईँले केही चिठी फोन केही लिनुभएको छ भाइ सागर? आजको दिनसम्म टु बी अनेस्ट भन्नुपर्दाखेरि हामीलाई त्यस्तो चिठी अथवा अफर हामीलाई आएको छैन। तर यद्यपि हामी परमेश्वरको अनुग्रहमा मण्डली परिवारको सरसपोर्टद्वारा हामी विभिन्न ठाउँमा हामी पुग्ने कोसिस चाहिँ हामी आफै गरिरहेका छौँ। अनि यसको निम्ति विशेष गरिकन हामीलाई सहायता गर्नको निम्ति हाम्रो वाक बाई फेथको एज अ कोअर्डिनेटर भनौँ अथवा हामीलाई नेपालमा सेवाकाई गरिरहनु भएको एकजना पास्टर हुनुहुन्छ, उहाँको नाम चाहिँ हो मोहन खड्की। अनि उहाँ चाहिँ चेपाङ बस्तीहरूमा विशेष गरिकन सेवाकाई गरिराख्नुहुन्छ अनि अनाथ बालबालिकाहरूको बिचमा सेवाकाई गरिराख्नु भएको छ। अनि एकल महिलाहरूको बिचमा सेवाकाई, ड्रग एडिक्टहरूको बिचमा सेवाकाई गरिरहनुहुन्छ। अनि उहाँले थुप्रोचोटि हामीसँग राम्रो एक किसिमको एउटा रिलेसनसिप भएको कारणले गर्दाखेरि कति कुरा उहाँले सेयर गर्नुहुन्छ अनि हामी प्रार्थना गर्छौँ त्यो कुरालाई, हामी मण्डलीसँग हामी सल्लाह लिन्छौँ त्यो कुरालाई। अनि जब मण्डली परिवारले पनि ओके गो अहेड भन्ने आउँछ तब हामी त्यो कुरालाई हामी फेरि प्रार्थनासहित हामी अगाडि बढिरहेका छौँ अनि त्यो ठाउँमा त्यसरी सेवाकाई पनि भइरहेको छ। धन्यवाद। साँच्चै वाक बाई फेथको जसरी यो मैले सुन्दैछु साँच्चै उहाँहरूलाई परमेश्वरले यो देशमा लिएर चलाउनु भएको छ। मैले अघि तपाईँलाई भन्दै थिएँ 7 समुद्र होइन 50औं समुद्र टाढा ल्याउनु भएको छ र यसरी अरू भाषा भए पनि आफ्नै भाषामा उहाँले घर घरमा जानुभएको छ अनि सिटीमा गएर सल्लाह सुझाव दिनुभएको छ, रोड सफा गर्नुभएको छ। यो किसिमको अनि सल्लाह सुझाव चाहिँ मान्छेले होइन परमेश्वरले मात्र दिनुहुन्छ। उहाँको यो कामलाई चाहिँ भाइहरूले गर्नुभएको छ र तपाईँको प्रार्थना, तपाईँको सल्लाह, तपाईँको सुझाव उहाँलाई धेरै धेरै आवश्यकता छ र प्रार्थना गरिदिइराख्नुहोस् उहाँको वाक बाई फेथ टिमहरूलाई। धन्यवाद। र सबै कुरा राम्रै मात्रै हुन्छ भन्ने नि छैन, चुनौतीहरू पनि हुन्छ। कति हामी मानिसौँ, कति लडिन्छ पनि, अभाव पनि हुन्छ। म तपाईँलाई यति भन्न सक्दिनँ कि तपाईँ वाक बाई फेथमा सबै कुराहरू विश्वासमा सबै इनफै छ भन्ने नि सक्दिनँ। चुनौतीको बावजुद अगाडि जानुपर्ने नि हुन्छ। अफिस फाइनेन्सको कुरा भयो, घरमा अब हाम्रो परिवारको साथमा बस्नु पर्यो, आफ्नो छोराछोरीलाई समय दिनु पर्यो, श्रीमती कोही बेला अब अप्ठ्यारो मान्ला,
यो अवस्थामा तपाईँले कसरी यो चुनौतीलाई तपाईँले सामना गर्नुभएको छ? अवश्य कष्ट त छ नै छ। चुनौती नै त हामी भन्दैनौँ, हजुर। तर तैपनि दिनदिनको जीवनमा हामी सेवाकाई गर्दाखेरि फ्यामिलीसँग समय मिलाउनु पर्ने, मण्डलीभित्रको पनि आफ्नै सेवाकाईहरू जिम्मेवारीहरू छ। हजुर। अनि त्यो सँगसँगै गर्दाखेरि काम कुरा व्यस्तताले गर्दाखेरि कहिलेकाहीँ अब थकित हुन्छ, दुर्बल महसुस हुन्छ। हजुर। तरै पनि हामीलाई परमेश्वरको वचनले चाहिँ उत्साह दिन्छ। हालेलुया। परमेश्वरको वचनले हामीलाई ढाडस दिन्छ। एकदम उहाँको वचनलाई लिइकन मात्र हामी पुनर्जीवित आत्मामा फेरि प्रज्वलित हामी हुन पाउँछौँ। किनभने तपाईँले परमेश्वरको वचन 2 कोरिन्थीको 12:9तिर तपाईँले पढ्नुभयो भने परमेश्वरको वचनले भन्दछ, मेरो अनुग्रह चाहिँ तेरो निम्ति पर्याप्त छ। हालेलुया। किनभने दुर्बलतामा नै अझ मेरो शक्ति सिद्ध हुन्छ भनेको छ। अनि यिनै वचनले हामीलाई ढाडस दिन्छ, शक्ति दिन्छ। अनि दाजुभाइहरू बिचमा जुन दिन एउटा हाम्रो दाजुभाइ भ्याउनुहुन्न, हाम्रो डिफ्रेन्ट रोलहरू पनि छ यो भित्र। अनि एकले अर्कालाई सपोर्ट गर्ने, एकले अर्कोलाई पुलअप गर्ने, इक्विप गर्ने कुराहरूदेखि लिइकन हामीलाई यस्तो तरिकाले प्रभुले सहायता गरिराख्नु भएको छ। धन्यवाद। म यही प्रार्थना गर्नेछु यो तपाईँको निरन्तर लागु होस् अनि परमेश्वर तपाईँले सहायता गर्नुभएको छ। अब धन्यवाद। म करिब अन्ततिर आइपुगेको छु। अब हामी मानिस हौँ, धेरै कुरामा तलमाथि हुन्छ। अब व्यवस्थापनको कुरा हुन्छ, आर्थिक कुरा हुन्छ, शारीरिकका कुरा हुन्छ। अनि विशेष पहिला त अब सायद एउटा झोला बोक्यो हिँड्यो सकियो, अब पैदल हिँडिन्थ्यो। तर यो देशमा त अब योभन्दा अर्को ठाउँ जानको लागि ट्रान्सपोर्टको कुरा हुन्छ, ट्रेनको कुरा हुन्छ। अब तिमीहरू विश्वासी हो भनेर कसैले फ्रीमा लाँदैन, विभिन्न किसिमको आर्थिक कुरा गर्छ। यस्तो अवस्थामा तपाईँले कसरी काम गर्दै हुनुहुन्छ? तपाईँ आफ्नै पकेटबाट लगानी गर्दै हुनुहुन्छ कि अनि मण्डलीले मद्दत गरिरहेछ कि तपाईँले फन्ड राइज गरेर त्यसको लागि त्यसबाट हिँड्नुभएको छ कि? कति कुरा यो मेरो कन्फिडेन्सियल कुराहरू हुन्छ, यो फाइनेन्सियल कुराहरू। तर पनि यो वास्तवमा आज हामी क्रिस्चियन जातिले यो कुराहरू वकालत गर्नुपर्ने स्थिति हुन्छ। त्यसैले गर्दा म तपाईँको कन्फिडेन्सियलिटी कुराहरू मैले तपाईँलाई भन्न चाहेँ। यो कसरी तपाईँले अगाडि बढाइराख्नुपर्छ आफ्नो फाइनेन्सको विषयमा? आफ्नो पकेटैबाट त होइन, मण्डलीले पनि दिन नसक्ला। के छ तपाईँको धारणा कस्तो छ भविष्यमा र अहिले कसरी गरिराख्नु भयो तपाईँले? हजुर, धन्यवाद यो प्रश्नको निम्ति। अवश्य पनि हामीलाई आर्थिक चाहिन्छ होइन, जे गर्नको निम्ति। हजुर। अनि परमेश्वर चाहिँ जुटाउने परमेश्वर हुनुहुन्छ, यहोवा युरे हुनुहुन्छ। अनि हामीलाई यो वर्क बाई फेथ होइन, विश्वासको हिँडाइलाई सहायता गर्नको निम्ति हाम्रो मण्डलीको पनि धेरै ठुलो हात छ। उहाँहरूले पनि हामीलाई एकदमै सहायता गर्नुभएको छ, फाइनेन्सियली पनि होइन। त्यो मात्रै नभएर अझ जस्तै आज हामीले च्यारिटी गऱ्यौँ, त्यसमा पनि परमेश्वरले चाहिँ हाम्रो मण्डलीकै जनहरूमा पनि त्यो मुठी खोल्ने हृदय दिनुभएको छ है। त्यसद्वारा पनि हामीले यो जति पनि हामीले गरिरहेको च्यारिटीको काम गरिरहेको छौँ। अनि साथै हामीले अब कुनै समय चाहिँ हामीलाई अब आवश्यकता परेको बेलामा चाहिँ सानोतिनो जस्तै सहायकहरू चाहिँ हामी आफै वर्क बाई फेथ टिमहरूबाट पनि हामीले सङ्कलन गरेर त्यसमा सहायताहरू गरिरहेको छौँ। अनि हामीले हालै यो गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ के महसुस भयो भनेदेखि चाहिँ हामीले केही एउटा फन्ड हामीसँग भयो भनेदेखि चाहिँ अब कुनै ठाउँमा हामीले अचानक अब सहायताहरू गर्नु पऱ्यो भने चाहिँ हामीले गर्नु सक्छौँ भनेर चाहिँ हामी वर्क बाई फेथ टिमले चाहिँ हामीले अहिले एकाउन्ट खोलेको छौँ। हजुर। अनि त्यसमा चाहिँ हामीले कुनै खर्काप छैन, तर हामी स्वेच्छा भेटीले होइन जति आफू सक्छौँ त्यो चाहिँ अब कसैले कति दिनुभयो भने हामी सोध्दैनौँ, तर त्यो चाहिँ अब आफ्नो इच्छामा चाहिँ मन्थली हामीले त्यसमा चाहिँ कलेक्सन गर्न सुरु गरेको छौँ। धन्यवाद। भोलिन्टियर जे पनि राम्रो, जहिले नै भोलिन्टियर यसरी आउँछ भने धेरै राम्रो। त्यसै गरेर म एनसिसीका 28वटा मण्डलीले म यही अनुरोध गर्न चाहेँ, यदि तपाईँले पनि आफू जान नसकेको ठाउँमा कसैलाई मद्दत गर्न चाहनुहुन्छ भने अल्डर्सको एनसिसीका भाइहरू, वर्क बाई फेथका टिमका भाइहरूसँग सम्पर्क गर्नुहोस्। उहाँले केही सल्लाह सुझाव दिनुहुन्छ र उहाँले तपाईँले सहयोग पनि गर्न सक्नुहुन्छ है त। म तपाईँलाई जानकारी दिन चाहेँ। अब समर्थनको कुराहरू हुन्छ धेरै। श्रीमान श्रीमतीको ठुलो महत्त्वपूर्ण हुन्छ।
श्रीमान श्रीमतीको मात्रै नभएर छोराछोरीको पनि ठुलो महत्त्वपूर्ण कुरा हुन्छ। झन् यो देशमा त मलाई मेरो ड्याडीले समय दिएन, मेरो मम्मीले समय दिएन, ड्याडी मम्मी जहिले पनि बाहिर छन्, यस्ता कुराको धेरै कुराहरू यो के भन्छ ह्युमन राइट भनौँ कि एक किसिमको अब डिस्क्रिमिनेसन भनौँ कि प्यारेन्ट्स चिल्ड्रेन टाइम भनौँ कि धेरै कुराहरू चाहिँ अप्ठ्यारो छ। यसमा परिवारको समर्थन, आफ्ना श्रीमान श्रीमतीको समर्थन कसरी तपाईँहरूको बिचमा मूल्याङ्कन गर्नुभएको छ? यसमा चाहिँ तपाईँलाई धेरै धन्यवाद छ प्रश्नको लागि। यसमा परिवारको साथ बिना एकदम गाह्रै छ, एकदम राम्रो। तर मेरो घरमा अनि मेरो जसरीदेखि लिएर जतिजना पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूको परिवारलाई पनि यहाँबाट पनि धेरै धन्यवाद दिन चाहन्छु। स्पेसली परिवारमा रहनुहुने जतिजना पनि यसरी हामीलाई सहयोग गर्नुभएको छ पर्सनली, अनि उहाँहरू धेरै खुसी पनि हुनुहुन्छ, आनन्दित हुनुहुन्छ, किनभने हामी जुन काममा हिँडिरहेको छु, जुन परमेश्वरको उद्देश्यमा हिँडेको छु, योजनामा हिँडेको छु, साँच्चै हामीले मात्रै इनाम होइन, हरेकजनाले हरेक परिवारले चाहिँ त्यो इनाम पाइसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ एकदम अहिले चाहिँ राम्रो भएको छ, अनि त्यति नै महत्त्वपूर्ण छ परिवारमा। सागर भाइ, तपाईँको घरमा केही अशान्ति त छैन? बिल्कुलै छैन, एकदमै सपोर्टिभ हुनुहुन्छ, हालेलुया, एकदमै सपोर्टिभ एभ्री टाइम। यो जरुरत पनि छ, किनभने सेवाकाईमा निस्किसकेपछि र बुझिराख्नु भएको छ उहाँहरूले। अनि जस्तै आजको दिन पनि एज मेरो वाइफ आइकन उसले जे गर्न सकिन्छ त्यो कुराहरू बिहानैदेखि गरिरहेको कुरा छ। त्यस कारणले गर्दाखेरि ख्रिस्टको हृदय बोकेका हाम्रो मिसेसहरू हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि सबैजनाको त्यसले गर्दा हामीलाई सेवाकाईमा यसरी सजिलो भइरहेछ। जोन भाइ, तपाईँको परिवार ठिकै हुनुहुन्छ? हजुर, एकदमै हजुर, मेरो पनि परिवारले एकदमै सपोर्ट गर्नुभएको छ, किनभने यो चाहिँ होइन परमेश्वरको काम हो, अनि यसको इनाम चाहिँ हामीले परमेश्वरले दिनुहुन्छ, त्यो कुरो राम्रो बुझ्नु भएको छ होइन परिवारले। अनि जब हामी भन्छौँ, जब हामी फ्यामिलीलाई मेरो फ्यामिलीलाई अब बाई फेथको निम्ति कहीँ जाने भन्ने अब केही गर्ने भन्ने भने चाहिँ एकदमै फुल्ली सपोर्ट। हालेलुया, परमेश्वरलाई धन्यवाद। धन्यवाद तपाईँले यो समय दिनुभयो र आफ्नो लागेको कुरा वकालत गर्नुभयो। साँच्चै तपाईँहरूलाई परमेश्वर धेरै धेरै आशिष दिनुभएको होस्। तपाईँहरू यो वक बाई फेथको टिमबाट केही हाम्रा एनसियुके सहित सारा संसारमा बसेका सबै आदरणीय विश्वासीलाई केही तपाईँहरूले भन्नु छ भने केही छोटो केही भनिदिनुहोस्। हुन्छ, सर्वप्रथम त्रिएक परमेश्वरलाई महिमा भएको होस्। साथै हामी तपाईँलाई धन्यवाद दिँदछौँ, तपाईँ आफ्नो व्यस्तताको समय बावजुद पनि यति धेरै टाढा हामीलाई निरन्तर प्रार्थनामा सम्झिदिनुहोस्। हामीलाई तपाईँहरूको प्रार्थनाको एकदमै खाँचो छ। अनि जवान पुस्ताहरूलाई अथवा मण्डलीभित्र सेवाकाई गरिरहनु भएका तपाईँ जो जति प्रभुका छोराछोरीहरू हुनुहुन्छ, सानोभन्दा सानो सेवाकाई किन नहोला, अनि त्यो सेवाकाईमा एकदमै इमान्दारितामा रहनुहोस्। अनि बाइबलले यसो भन्दछ, जो मानिस सानोभन्दा सानो कुरामा इमान्दारिता रहन सक्दैन, परमेश्वरले ठुलो कुरा कसरी सिकाउन सक्छ भनिकन बाइबलले भन्दछ। यस कारणले गर्दा म उत्साह दिन चाहन्छु तपाईँहरूलाई, आफ्नो अगुवाको अधीनमा रहनुहोस्, वचनमा अगाडि बढ्नुहोस्, ख्रिस्टसँग जरा गाडी राख्नुहोस्। निश्चय नै प्रभुले तपाईँहरूको जीवनमा जो व्यक्ति प्रभुको छोराछोरीहरू सेवाकाई गर्न चाहनुभएको छ, बाहिर आउन सक्नुभएको छैन, तर निश्चय नै प्रभुले आफ्नो समयमा तपाईँको सेवाकाईको ढोकाहरू खोलिदिनुहुनेछ। बाइबलले यसो भन्दछ, जुन ढोका परमेश्वरले खोल्नु भएको छ, खोल्नुहुन्छ, कसैले बन्द गर्न सक्दैन, तर जुन ढोका प्रभुले नै बन्द गर्नुहुन्छ
तपाईँले लाख कोसिस गरे पनि फल्न सक्दैन। यस कारणले गर्दा अन्तमा यही भन्न चाहन्छु, प्रभुमा आफ्नो एक किसिमको इन्टिमेसी रिलेसनसिपमा रहिरहनुहोस्। हुन्छ, जय मसीह, धन्यवाद। हुन्छ, तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। तपाईँको यात्रा शुभ रहोस्। हामी तपाईँको हरेक क्षेत्रमा प्रार्थना गरिरहनेछौँ। धन्यवाद तपाईँ। जय मसीह। विश्वासीले केही भनिदिनुहोस् पास्टरबाट तपाईँ। हुन्छ, तपाईँ सबै विश्वासी जसले यो हेरिराख्नु भयो तपाईँलाई सबलाई जय मसीह। हामी अब खास हामी त केही पनि होइन, हजुर तर प्रभुको इच्छा थियो हजुर र नै अहिले अल्सटमा परमेश्वरले हामीलाई प्रार्थनाको उत्तरमा हजुर ठुलो भारी काम गरिराख्नु भएको छ। हजुर यो त हाम्रो शक्तिले, हाम्रो बलले, हाम्रो पैसाले हामी के पनि गर्न सक्दैनौँ। हजुर विश्वासीहरू त विश्वास योग्य भएको कारणले हजुर र निरन्तर प्रार्थना हामी गरिरहेका छौँ। हजुर र कोरोनादेखि हाम्रो एउटा 24 आवर चेन प्रेयर जुन भइरहेको छ, हजुर त्यसको कारणले होला होइन। आमेन। अनि हाम्रो यो भाइहरूलाई पनि परमेश्वरले तयारी गर्नुभयो हजुर र अहिले हाम्रो वक बाई फेथ विश्वासको हिँडाइ हजुर सायद 9 महिना जति भयो खोलेको होइन। हजुर हजुर अनि यो खोलेपछि भाइहरूले सायद हाम्रो सोचाइले यो कुरा पुग्दैन। एकदम अनि हामी चाहिँ सबै एउटा परिवार भएको कारणले यो भाइहरूले इनिसिएटिभ हलायो एकदम र यो गर्दा चाहिँ असल हुन्छ भन्ने लाग्यो। अनि हामी सपोर्ट गर्ने मात्रै हुन्छ गर। अनि उनीहरू जुन काम गर्दैछ साँच्चै यहाँ मात्र होइन, हजुर तर बाहिर अरू देशमा पनि, नेपालतिर, इन्डियातिर पनि हजुर जुन प्रकारले उनीहरूले सेवाका पुऱ्याएको छ, हजुर गरिब दुखियाहरूलाई चौचतिर खानु पाएको पकाउनको लागि लुगाफाटाहरू दिने कामहरू जुन अस्ति गएर भाइले गरे होइन, सायद भिडियोमा तपाईँले हेर्नु होला। हजुर यो चाहिँ अति असल काम। यो सबै कुरो प्रभुको अनुग्रह कृपा भएर उहाँले गर्दै हुनुहुन्छ। अनि युकेमा पनि त्यो वक बाई फेथ विश्वासको हिँडाइ मात्रै होइन, त्यसको साथसाथै बजारमा गएर सिगरेटका ठुटाहरू, मैला कुराहरू टिप्ने होइन, मैले देखिरहने भाइहरूलाई हाम्रै होली ट्रिनिटी चर्चको वरिपरि पुरै साफसफाइ गर्ने, होली ट्रिनिटी भएको भित्रको त्यो चाँदी, त्यो पित्तलका ब्रासहरू के सबै टल्काइदिने होइन। अनि ठाउँ ठाउँमा कुद्ने, ठाउँ ठाउँमा गएर प्रार्थना गर्ने, ठाउँ ठाउँमा गएर वर्सिपहरू गर्ने, अनि ठाउँ ठाउँमा गएर चाहिँ वचनहरूबाट के कुराकानी बाँड्ने, जुन कुरो उनीहरूले गरिरहेछ नि, यो चाहिँ सायद हामी मण्डलीको, हाम्रो लिडर्सको सोचाइदेखि बाहिर कुरा हो। हजुर तर उनीहरूलाई जुन प्रकारले प्रभुले उनीहरूलाई विभिन्न प्रकार दान प्रदान दिए अनि जुन प्रकारले चलाइरहेको छ, त्यसका लागि उहाँलाई हामी धेरै धन्यवाद हामी म मेरो पक्ष धेरै धन्यवाद भन्न चाहन्छु होइन। हजुर अनि अरू मण्डलीहरू पनि यो प्रकारको काम चाहिँ भयो भने अझ राम्रो हुन्छ। सायद अरू मण्डललाई पनि हामीलाई सहायता चाहिन्छ भने हाम्रो यो वक बाई फेथका टिमहरू तयारी छन् होइन। अनि उनीहरूले सहायता गर्नु सक्छ विभिन्न प्रकारले होइन। जस्तै गएबाट लिभरपुलमा गएर, बर्मिङहाममा गएर यहीँदेखि सबै खानाहरू पकाएर लगेर उताको सेवा काममा उनीहरूले टेवा पुऱ्याए। अनि यस्तो कामहरू उनीहरूले जुन प्रकारले गरिरहेको छ, यसको लागि चाहिँ सबभन्दा पहिला हामी प्रभुलाई धेरै धन्यवाद भन्नुपर्छ। अनि भाइहरूलाई धेरै धन्यवाद भन्नुपर्छ होइन। अनि तपाईँले आज यसरी आएर यो जुन प्रकारको इन्टरभ्यू लिनुभयो, अनि यो चाहिँ सायद हाम्रो युकेभरि मात्रै होइन, अरूले पनि कुराहरू सुन्नुपर्छ र प्रत्येक मण्डलीमा यो प्रकारको काम गऱ्यो भने चाहिँ प्रभुको महिमा त्यहाँ हुन्छ। अनि प्रभुले हामीलाई अहिलेसम्म अनुग्रह कृपा राख्नु भएको छ र यो कामहरू भइरहेछ। यो नै भन्न म चाहन्छु। वास्तवमा यो एउटा कुरा तपाईँले राख्न चाहे कसरी भनेदेखि अहिले त 1जना 2जना हिँड्नु अलिक अप्ठ्यारो पनि छ। अहिले मैले भाइहरूसँग कुरा गर्दाखेरि अहिले 5 जनाबाट सुरु गरेर अहिले 20 जनासम्म पुगिसक्नु भएको छ। तपाईँ उहाँले अब कति कुरा गलातीको पुस्तकमा हेर्ने हो भने काम र विश्वास सँगसँगै जानुपर्ने हुन्छ। मण्डलीले प्रार्थना मात्रै गरेर भएन, अलिकति फाइनेन्सको कुरा पनि छ। अलि यो कुरा वास्तवमा हामी क्रिस्चियनलाई फाइनेन्स भन्ने बित्तिकै यो अलि अर्कै तरिकाले हेर्छन् मान्छेले। तर युकेको देशमा चाहिँ फाइनेन्सभन्दा अगाडि जान सकिँदैन। त्यो छैन भने यो मण्डलीले यस्तो अवस्थामा ल हामी 20 जना छौँ, 18 जना हामी जानेछौँ कुनै पनि वेल्समा, तर त्यहाँ महँगो छ। यसको बावजुद तपाईँले प्रार्थना मात्रै गरिदिनुहुन्छ कि अलिअलि ल फाइनेन्स पनि उठाएर दिउँ भने तपाईँले यस्तो अवस्थामा कसरी तपाईँले मण्डली गर्नुहुन्छ भाइहरूलाई? अनि हाम्रोबाट जब रिक्वेस्ट आएपछि आउनु हो भने किन भाइलाई माग त दिनेछ। जब उनीहरूले माग गर्छन् तब हाम्रो लिडरसिपमा हामी मिटिङ गर्छौँ। अनि मिटिङ गरेर हामी पठाउँछौँ। अनि प्रायः हामीले पठाउने काम गरिरहेका छौँ। पछि नेपालमा पनि 3-4 जना साथ सुसमाचारको टाइममा जानुपर्छ भने त्यति बेला पनि हामीले, अनि अरू बेला पनि हामीले चाहिँ लिडर्सहरू विशेष गरी अथवा उनीहरू जान्छ भने हामीले हाफ पैसा चाहिँ हामी पेड गर्छौँ, हाफ चाहिँ उनीहरू आफै तिर्छौँ।
अनि नेपालमा गएपछिको खर्च पातहरू त त्यो छँदैछ, कति पैसा उठाएर हामी इन्डिभिजुअली कन्ट्रिब्युसन गरेर होइन। अनि मण्डलीबाट पनि हामीले जुन प्रकारले विभिन्न प्रकारले हामीले सहायता गरिरहेको छँदैछ त्यो। सबभन्दा पहिला त्यो पोइन्ट चाहिँ आउनु पऱ्यो। आएपछि हामी लिडरसिपमा मिटिङ गर्छौँ अनि मिटिङबाट चाहिँ हामी रिलिज गर्छौँ। अनि दिने काममा हामी त्यति साह्रो कन्जुस चाहिँ भएको छैन, दिने कामहरू भइरहेको छ। हजुर, धन्यवाद पास्टरबा। तपाईँ एउटा एनसियुको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। अहिलेसम्म तपाईँको सल्लाह सुझावलाई धेरै धेरै धन्यवाद। अहिले अब अन्तमा तपाईँले 28वटा मण्डली मिलेर एउटा एनसियुको छाता हामी बनेका छौँ। अन्तमा तपाईँले केही छोटो सल्लाह सुझाव दिनुहोला एनसियुको मण्डली परिवारलाई। जो हाम्रो एनसिसी मण्डली भएका, एनसिसी युके भएका मण्डली भएका जति पनि 28वटा मण्डली छ, तपाईँहरू पनि हामी जस्तै हाम्रै परिवारको हुनुहुन्छ। त्यसले गर्दा चाहिँ वचन अनुसार चाहिँ चल्ने कोसिस गर्नुहोस्, निरन्तर प्रार्थनामा लागिबस्नुहोस्, सङ्गतिमा लागिबस्नुहोस्, अनि परमेश्वरले दिनुभएको हरेक आज्ञालाई पालन गर्नुहोस्। प्रभुले हरेक मण्डलीमा आशिष दिनुहुन्छ। यो मण्डली चाहिँ मेरो होइन, म होइन, यो चाहिँ हामी हो, हाम्रो। त्यसले गर्दा एकजना प्रभुका दासीले भन्थ्यो, यदि काम बिग्रियो भने चाहिँ यो काम मैले बिगारेको हो, तर काम सप्रियो भने चाहिँ यो काम चाहिँ हामीले गरेर सप्रेको भनेर उहाँले भन्नुहुन्थ्यो। मलाई त्यो अति नै मनपर्छ होइन। त्यसले गर्दा हामी चाहिँ जब एक हुन्छौँ अनि हामी जित्नु गर्न सक्छौँ। मण्डलीमा 28वटा मण्डली सानो ठुलो विभिन्न खालको छ होइन। हामी एकअर्कामा चाहिँ मेलमिलाप बनाउन सकौँ, एकतामा रहन सकौँ। अनि एकअर्कामा आवश्यकता पऱ्यो भने फोन गरेर हुन्छ, कसरी सहायता मागौँ। कति कुरो मण्डलीभित्र लुकेर बसेका छन्, जुन कुरो एक्सपोज हुँदैन, भन्दैनन्, अनि एकैचोटि सबै कुरो बिग्रेपछि पनि थाहा हुन्छ। त्योभन्दा पहिला नै थाहा हुने साथ सहायता माग्यो भने होइन, हामी एकअर्कामा सहायता गर्न तयारी छौँ अनि हामी सहायता दिन तयारी पनि छौँ। हामीले गल्ती आउने के छ, कसैले पाप गरेर तैँले देख्छस् र त्यसको पाप तैँले बताउँदैन, त्यो पाप तँलाई लाग्छ। तर पाप गरेको देख्छस्, तँलाई पाप बताउँछु भने त्यो पापबाट त छुटकारा पाउँछस्। त्यही कारण हामी कति मण्डलीभित्रको पापहरू हामी लुकाएर राख्छौँ, अनि त्यसले हामीलाई कहिले पनि अघि बढ्नु दिँदैन। परमेश्वरको राज्य जहाँ हामी जानुपर्छ, स्वर्ग जहाँ जानुपर्छ, त्यहाँ जानबाट हामी वञ्चित हुनु पनि सक्छौँ। त्यसले गर्दा हामी एनसिसी युकेका मुनि भएका सबै मण्डलीहरू एकतामा रहेर अनि हातेमालो गरेर हामी अघि बढौँ। अनि एनसिसी युके चाहिँ अब युकेभित्र चिन्नुपर्छ, हामी नेपाली भित्र मात्रै होइन, हामी एनसिसी युकेभित्र चिन्नुपर्छ, युकेको अरू मण्डलीले चिन्नुपर्छ। अनि एनसिसी युकेले चाहिँ हामीले के अरे विभिन्न च्यारिटीतिर विभिन्न प्रकारले हामीले चाहिँ भाग लिएर उनीहरूसँग चाहिँ हामी चाहिँ सँगसँगै हिँड्नुपर्छ। यही चाहिँ म चाहिँ सबै 28 मण्डली कुरो भन्न माग्छु। धन्यवाद पास्टर, तपाईँलाई धेरै धेरै धन्यवाद पास्टर। जय मसीह। हुन्छ, जय मसीह।